हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी इटारी 3 को आदर्श टोलमा चाहिँ श्रमदान गर्नको लागि चाहिँ भेला भइसकेका छौँ सबैजना। आज चाहिँ यहाँ चाहिँ एउटा भाइको चाहिँ घर जीर्ण अवस्थामा भएको हुनाले चाहिँ हामीले चाहिँ श्रमदान मार्फत चाहिँ भाइको घर बनाइदिने भनेर चाहिँ हामी सबैजना श्रमदाताहरू चाहिँ भेला भइसकेका छौँ। हाम्रो चाहिँ चुनाव अगाडि चाहिँ लगातार श्रमदान भइरहेको थियो भने अब चाहिँ चुनाव पछाडि चाहिँ आज चाहिँ पहिलो दिन चाहिँ हाम्रो श्रमदान फेरि सुरु भइसकेको छ। हामी चाहिँ श्रमदाताहरू सबैजना भेला भएर चाहिँ छलफल गरिरहेको थियौँ। अब कामको पनि बाँडफाँड गर्दै थियौँ। अब चाहिँ हामी कामको बाँडफाँड भइसकेपछि चाहिँ हामी चाहिँ बाँस ल्याउने जानुमा चाहिँ पऱ्यौँ र हामी चाहिँ बाँस लिन जानेर चाहिँ सबैजना रेडी तयार भएर चाहिँ बाँस लिनतिर चाहिँ जाँदैछौँ। हामी सबैजना गफ गर्दै गर्दै हामी बाँस लिन त गयौँ, तर हामीलाई बाँस ल्याउने ठाउँको चाहिँ एक्ज्याक्ट लोकेसन थाहा नभएर चाहिँ हामी चाहिँ अलमल्ल पऱ्यौँ एकछिन। अनि त्यसपछि फेरि हामी त्यता सोधपुछ गरेर चाहिँ फेरि बाँस काटेको ठाउँतिर चाहिँ हामी लाग्यौँ। बाँस काट्न जाने भने श्रमदाताहरू चाहिँ बाँस लिएर आउँदै हुनुहुँदो रहेछ। बाँस चाहिँ अघि काटिसकेर सफारीमा चाहिँ पठाइसक्नु भएको रहेछ भने उहाँहरूले चाहिँ एक एकवटा बाँस चाहिँ बोकेर आउँदै हुनुहुँदो रहेछ र हामीले चाहिँ बाटोमा भेटायौँ उहाँहरूलाई। उहाँहरू चाहिँ गलेर आउनुभएको थियो र एकछिन बसेर पानी सानी खानातिर चाहिँ लाग्नुभयो। अब बाँस चाहिँ हामीले पालो गरेर बोक्नुपर्छ भन्ने सल्लाह भयो र हामीले चाहिँ पालो पालो गर्दै अब बाँस चाहिँ बोक्न थाल्यौँ। दिदीहरूले पनि बाँस एक एकवटा बाँस चाहिँ बोक्दै अगाडितिर लाग्नुभयो। सबैजना चाहिँ बाँस लिएर चाहिँ हिँडिरहनु भएको थियो। म चाहिँ खाली खाली हिँडिरहेको थिएँ। बाजे एक्लै बाँस बोकिरहनु भएको थियो र बाजेलाई मैले चाहिँ बाँस बोक्न सकाएँ र हामी चाहिँ घर बनाउने ठाउँतिर चाहिँ लाग्यौँ। हामी चाहिँ एकछिनको हिँडाइ पछाडि चाहिँ घर बनाउने ठाउँमा पनि आइसकेका छौँ साथीहरू। यहाँ बाँस चाहिँ राखेर अब एकछिन विश्राम गर्नको लागि चाहिँ हामी शीतल ठाउँतिर चाहिँ आयौँ। सबैजना चाहिँ बाँस लिएर आइसक्नु भइसकिसक्यो। हामी चाहिँ केही बेरको विश्राम पछाडि चाहिँ फेरि पुनः श्रमदानमा लाग्न थाल्यौँ। अब बाँस चिर्नको लागि चाहिँ हामीले नयाँ जुगाड निकाल्यौँ, जसमा चाहिँ दुईवटा फलामको डन्टीलाई चाहिँ गाडेर चाहिँ बाँसले चाहिँ चार चिरा बनाएर चाहिँ बाँस फोड्यौँ हामीले। यो जुगाड लगाउँदा चाहिँ एकदम छिटो र सजिलो पनि हुँदो रहेछ बाँसलाई चिर्नको लागि चाहिँ। हामीले चाहिँ यस्तै गरेर बाँस चिर्नको लागि साह्रै छिटो पनि भयो र हामीले हतियारहरू पनि धेरै नचाहिने रहेछ बाँस चिर्नको लागि चाहिँ। हामीले चाहिँ यसरी नै बाँस सबै चिरिसक्न लागिसक्यौँ। अरू साथीहरूले भने चाहिँ भाटाहरूलाई चाहिँ तिखार्ने ओर्ने काम गर्दै हुनुहुन्छ। हामीले चाहिँ सुन्दर हरेचबाट चाहिँ बाँस स्पोन्सर गर्नुभएको थियो। बाँस पनि आइसकेको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसरी चाहिँ उहाँहरूले सुन्दर हरैजाबाट यसरी चाहिँ बाँस काटेर चाहिँ उहाँहरूले बाँस स्पोन्सर गर्नुभएको छ। योभन्दा खुसियाली हाम्रो अरू केही हुन सक्दैन। त्यसले गर्दा श्रम संस्कृति पार्टी इटरी नगर समितिको तर्फबाट सिङ्गो श्रमदाताको तर्फबाट उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छौँ। र सबैजना यसरी हातेमालो गरेर चाहिँ अगाडि बढ्न सकियो भने जे पनि हुन सक्दो रहेछ। यो चाहिँ हामी मौरी र कमिलाको चाहिँ एउटा उदाहरण दिन सक्छौँ। तसर्थ आज इटरीलाई दुख्दा सुन्दर हरैचालाई पनि दुख्दो रहेछ। उहाँहरूले पनि हाम्रो दुःखलाई महसुस गरेर यसरी चाहिँ बाँस स्पोन्सर गरेर हामीलाई चाहिँ सहयोग गरिदिनु भएको छ। उहाँलाई सिङ्गो इटरी श्रम संस्कृति पार्टी इटरी नगर समितिको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। ल अब हामी चाहिँ यो बाँस झार्दैछौँ। ल सबैजनाले अब यसलाई सञ्जित दाइ नमस्कार। जय माटो। सुन्दर हराइचाबाट चाहिँ बाँस स्पोन्सर गर्नुहुनेलाई चाहिँ 2 शब्द भनिसक्नु भइसक्यो दाइले। अब चाहिँ हामी चाहिँ बाँस झार्नतिर चाहिँ लागिसक्यौँ। अब बाँस झारिसकेपछि आजको हाम्रो काम चाहिँ यति नै हो। भाटाहरू पनि हामीले चिरिसकिसक्यौँ। अब पर्सिको दिनबाट चाहिँ हामीले चाहिँ पूर्ण प्लास्टरहरू गर्नेदेखिको लिएर घरहरू चाहिँ निर्माण गर्ने सुरु हुनेछ। आजलाई चाहिँ भिडियो यति नै साथीहरू। बाई बाई।